ल गाइस आज चाहिँ मैले उता सत्यवती बजे यो पाल्पाको उसबाट यो के अरे सत्यवती बजेको उसबाट सत्यवती बजेलाई पूजा गर्न जाँदा आउँदा फर्किँदा लिएर आएको भुइँकटर पहिले ल्याएको 1 वर्ष अगाडि पहिलाको पोहोर सालको अहिले हामीले रोप्दा फलेको रहेछ अनि धेरै ठुलो त भएको छैन सानो छ यत्रो बेलौटी जत्रो त्यसैलाई काट्न थालेछौँ पाकेछ पिहाले देखाइदिएको छ पहिला भिडियो कसै यस्तो पाकेछ यति फले नै ठुलो कुरो हो क्या यस्तो पाकेछ मजाले पाकेछ यो यसलाई हामीले काट्न लागिरहेछौँ अब यहाँ यसलाई हामीले चट्ट काट्यौँ यस्तो छ ल गाइस भुइँकटर बास्नाबाट भुइँकटरको बास्ना आएको छ है गाइस अब काटेर खाइन्छ हामीले है बाई बाई।